एकाइ 1 सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको वैचारिक आधार। यस पहिलो एकाइले शिक्षा भनेको किताबका कुरा कण्ठ गर्नु मात्र होइन, बरु प्राप्त ज्ञानलाई स्वस्थ जीवनशैली अपनाउन व्यवहारमा उतार्नु हो भन्ने मूल मर्म सिकाउँछ। यसले सामाजिक अध्ययन, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैली बीचको गहिरो अन्तरसम्बन्धलाई प्रष्ट पार्छ। यस एकाइको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको पूर्वीय र पाश्चात्य चिन्तन परम्पराको तुलनात्मक अध्ययन हो। यी दुई फरक दार्शनिक दृष्टिकोणले समाज, नैतिकता, ज्ञान र मानव जीवनलाई कसरी हेर्छन् भन्ने कुरा बुझ्नु परीक्षाका लागि निकै महत्त्वपूर्ण छ, किनकि यसले तपाईको विश्लेषणात्मक क्षमता बढाउँछ र लामो उत्तर आउने प्रश्नहरूको बलियो आधार तयार गर्छ। एकाइ 2 अनुसन्धान र प्राविधिक सिप। यो खण्ड निकै प्राविधिक र विस्तृत छ, जसले तपाईलाई सामाजिक विज्ञानमा कसरी वैज्ञानिक तरिकाले अनुसन्धान गर्ने भनेर सिकाउँछ। यो अनुसन्धानको सामान्य परिचयबाट सुरु भई चरहरू बीचको सहसम्बन्ध र कार्यकारण सम्बन्ध जस्ता जटिल अवधारणाहरूमा प्रवेश गर्छ। यसमा एउटा उत्कृष्ट अनुसन्धान प्रस्तावना कसरी तयार पार्ने र अरूका लेखरचना प्रयोग गर्दा ध्यान दिनुपर्ने नैतिक पक्ष, बौद्धिक चोरीबाट बच्ने उपाय बारे सिकाइन्छ। यसबाहेक अध्ययनका लागि समस्याको पहिचान गर्ने, उपयुक्त अध्ययन विधिको छनौट गर्ने र तथ्याङ्क सङ्कलनका विभिन्न विधि र साधनहरूबारे व्यावहारिक ज्ञान दिइएको छ। आजको युगमा सङ्कलित तथ्याङ्कलाई माइक्रोसफ्ट एक्सेलको प्रयोग गरी कसरी प्रशोधन र विश्लेषण गर्ने अनि प्राप्त शाब्दिक र सङ्ख्यात्मक जानकारीलाई कसरी प्रभावकारी रूपमा प्रस्तुत गर्ने भन्ने कुरा यस एकाइको मुख्य आकर्षण हो। एकाइ 3 आधारभूत जीवनोपयोगी सिपहरू। अन्तिम एकाइले हाम्रो आन्तरिक मनोवैज्ञानिक र भावनात्मक क्षमताको विकासमा पूर्ण रूपमा जोड दिन्छ। जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि र वर्गीकरण बुझिसकेपछि यसले मानिसलाई व्यक्तिगत र व्यावसायिक रूपमा सफल हुन चाहिने विशिष्ट सिपहरू सिकाउँछ। कुनै पनि विषयलाई तटस्थ र गहिरो रूपमा विश्लेषण गर्न, समालोचनात्मक चिन्तन र नयाँ ढङ्गले समस्या समाधान गर्न सृजनात्मक चिन्तनको आवश्यकता पर्छ। साथै अरूको दुःख र भावना बुझ्न समानुभूति, आफ्नो सबल र दुर्बल पक्ष चिन्न आत्मबोध र रिस वा तनावपूर्ण परिस्थितिमा आफ्नो भावनालाई नियन्त्रणमा राख्न संवेग व्यवस्थापन जस्ता सिपहरू सिकाइन्छ।